ब्रेकिङ न्युज साथीहरू, युद्ध जितेर आएको हिरो झैं दिल खोलेर मुस्कुराउँदै बयान दिएर निस्किए रवि। हाँस्दै मुस्कुराउँदै फर्किए जेलतिर। ल हेर्नु साथीहरू, यो भिडियो पुरै म लगाइदिनेछु र कमेन्टमा जय घन्टी लेख्न नबिर्सिनु होला है त। लामो बयान पछाडि रविज्यू के भन्नुहुन्छ? लामो बयान पछाडि रविज्यू के भन्नुहुन्छ? 8 सभाको लामो बयान पछाडि निस्किनु भएको छ। उहाँले के बोल्नु भएन। उहाँलाई हामीले केही प्रश्न गरेका थियौँ, केही सोधेका थियौँ, तर उहाँले के बोल्नु भएन। अन्तत रवि लामिछाने थियो जो आज जाँच आयोगको छानबिनको क्रममा सोधपुछका क्रममा उहाँ आउनु भएको थियो र उहाँ निस्किनु भएको छ। करिब 8 घण्टा लगातार 8 घण्टा दिउँसो 1 बजेबाट अहिले 8 बजेसम्म उहाँको बयान दिएको छ। बयानमा के भयो? Goreto, the best consultancy. उहाँले के भन्नु भएन, के बोलाउनु भएन। हामी उहाँसँग हामीले केही प्रश्न पनि राखेका थियौँ। उहाँको मुहारमा त्यो खुसी, उहाँको मुहारमा त्यो हाँसो, मुस्कान, यो हाँसो, यो ऊर्जा अझै उसले देखिरहेका छौँ। उहाँमा केही डर, केही भए केही पनि छैन। छोटोमा सबै कुरा हामीले सोध्यौँ कि सोध्दाखेरि अस्ति जेलरलाई पनि बयान दिएको थियो, जेलरले पनि भन्नुभएको थियो, उहाँले पनि आफ्नो कुराहरू भन्नुभयो। मोटामोटी केही कुरा हो, अरू कुरा यहाँलाई पछि गर्नु भन्नुहोस्। सबै पालैसँग आउँछन्,